तत्त्वज्ञान र व्यर्थको धोकाद्वारा तिमीलाई शिकार बनाउला। याद गरौँ, शिकार बनाउला अथवा तिमीलाई पासोमा पार्ला, अथवा तिमीलाई जुन बाटोमा तिमी हिँडिराखेको छौ त्यो बाटोबाट भड्काएर लैजाला, अथवा भनौँ न तिमीलाई निष्क्रिय तुल्याउला, तिम्रो श्वास तिम्रो जीवनबाट तिम्रो शरीरबाट निकालेर लैजाला। होशियार रहो दुईवटा कुरासँग, तत्त्वज्ञान र व्यर्थको धोकाद्वारा। ती कुराहरू, तत्त्वज्ञान र ती व्यर्थका धोकाहरू मानिसका रीतिथिति र संसारका प्राथमिक शिक्षा अनुसार छन्। संसारका प्राथमिक शिक्षा अनुसार छन्, तर ख्रिस्ट अनुसार छैनन्। को अनुसार छैनन्? ख्रिस्ट अनुसार छैनन्। यदि ती शिक्षाहरू हाम्रो अगाडि देखाइँदैछन्, यदि ती बाटाहरू हाम्रो अगाडि राखिँदैछन्, यी कुराहरूमा होशियार रहो। एकदमै कडा आज्ञा छ। 9 पद, किनकि उहाँमा नै अथवा यसो ख्रिस्टमा नै ईश्वरत्वको सारा परिपूर्णताले शारीरिक रूपमा वास गर्छ। 10 पद, र उहाँमा नै तिमीहरू पूर्ण छौ। वाउ, उहाँमा नै तिमीहरू पूर्ण छौ